के तपाईँलाई लाग्छ एउटा प्रोफेसनल वेबसाइट बनाउन महिनौको कोडिङ कोर्स र हजारौँ रुपियाँ चाहिन्छ? अब त्यो बिर्से हुन्छ। आज म तपाईँलाई मात्र केही मिनेटभित्र यस्तो प्रिमियम पोर्टफोलियो वेबसाइट बनाएर इन्टरनेटमा लाइभ गरेर देखाउने छु। कोडिङको सी पनि आउँदैन, टेन्सन लिनु पर्दैन। आज काम हामीले होइन, हाम्रो लागि एआईले गर्नेछ। यदि तपाईँ आजै आफ्नो डिजिटल पहिचान बनाउन तयार हुनुहुन्छ भने कमेन्टमा रेडी लेख्नुहोस् र सुरु गरौँ आजको यो डिजिटल यात्रा। सबैभन्दा पहिला आफ्नो ब्राउजर खोल्नुहोस्। म चाहिँ क्लाउड एआई प्रिफर गर्छु किनभने कोडिङमा यो अरूभन्दा अलि स्मार्ट छ। तपाईँले आफूले चाहेको कुनै एआई पनि युज गर्न सक्नुहुन्छ। अब डिस्क्रिप्सनमा मैले एउटा मास्टर प्रम्प्ट दिएको छु, त्यसलाई कपी गरेर यहाँ पेस्ट गरिदिनुहोस्। यो प्रम्प्टले क्लाउडलाई तपाईँको डिजाइन कस्तो हुनुपर्छ भन्ने कुरा बुझाउँछ। तर यहाँ एउटा ट्विस्ट छ है, क्लाउडले तपाईँलाई सिधै कोड दिँदैन। पहिले तपाईँको बारेमा केही प्रश्नहरू सोध्छ। यहाँ तपाईँले आफ्नो नाम, बायो र फोटोको लिङ्क दिनुपर्ने हुन्छ। मैले डिस्क्रिप्सनमा इन्फर्मेसन टेम्प्लेट पनि राखिदिएको छु, त्यसमा आफ्नो विवरण भर्नुहोस् र क्लाउडलाई पठाइदिनुहोस् है। यति गरिसकेपछि तपाईँको क्लाउडले तपाईँको कोड लेख्न सुरु गर्नेछ। यदि तपाईँले सुरुमै त्यसलाई प्रम्प्ट दिँदाखेरि त्यसले यदि कोड लेख्न सुरु गर्यो भने त्यो म्यासेजलाई स्टप गरेर आफ्नो इन्फर्मेसनहरू पेस्ट गरेर मात्र रन गर्नु होला है। कहिलेकाहीँ के हुनसक्छ भन्दाखेरि तपाईँले सुरुमै प्रम्प्ट दिँदाखेरि उसले चाहिँ कोड लेख्न सुरु गर्न सक्छ है। यदि त्यस्तो गर्न थाल्यो भने त्यसलाई स्टप गरेर चाहिँ फेरि आफ्नो इन्फर्मेसनहरू भरेर क्लाउडलाई दिनु होला र रन गर्नु होला। जब क्लाउडले कोड लेखेर भ्याउँछ त्यो फाइललाई तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ है। यहाँसम्म आइपुग्दा तपाईँको 90% काम सकियो। अब बाँकी रह्यो 10%। अब त्यसपछि के गर्ने हो त त्यो जानौँ है। अब हाम्रो काम रह्यो वेबसाइटलाई डिप्लोय गर्ने। अब त्यो वेबसाइटलाई लाइभ कसरी गराउने हो त? सबभन्दा सुरुमा तपाईँ netlify.com भन्ने एउटा वेबसाइट छ, फ्री वेबसाइट छ, कुनै पैसा लाग्दैन, त्यहाँ जानु होला। सबभन्दा सुरुमा त तपाईँले लगइन यताउता स्टेपहरू सेटअपहरू के गर्नुपर्ने हुन्छ त्यो गर्नु होला है। लगइन गरिसकेपछि तपाईँको त्यो जुन कोड फाइल डाउनलोड गर्नुभएको थियो त्यो कोड फाइललाई ड्र्याग एन्ड ड्रप गरिदिनुहोस् है। ड्र्याग एन्ड ड्रप गर्नु, त्यसपछि 5 सेकेन्डसम्म अथवा 10 सेकेन्डसम्म रोक्नुहोस्। रोकिसकेपछि बुम, तपाईँको वेबसाइट इन्टरनेटमा लाइभ भइसक्यो है। तर एउटा समस्या छ, यो लिङ्क अलि नराम्रो देखियो होइन, मिलाउन सजिलो छ। साइट सेटिङमा जानुहोस्। साइट सेटिङमा गइसकेपछि चेन्ज साइट नेम भन्ने छ, त्यहाँ क्लिक गर्नुहोस् र आफ्नो साइटको नाम अब आफ्नो नाम राख्दा पनि भयो है, आफ्नो कुनै कम्पनीको नाम राख्दा पनि भयो, जे राख्दा पनि तपाईँले जे सुइटेबल हुन्छ त्यो आफ्नो नाम राखेर चाहिँ सेभ गरिदिनुहोस्। अरू अब तपाईँले यसपछि केही पनि गर्नु पर्दैन है। तपाईँको वेबसाइट लाइभ भइसक्यो, तपाईँको वेबसाइट डिप्लोय भइसक्यो र तपाईँले एउटा युनिक लिङ्क पनि पाइसक्नु भएको छ। हेर्नुहोस् त, 10 मिनट अघिसम्म तपाईँसँग केही पनि थिएन, तर अहिले प्रोफेसनल पोर्टफोलियो छ। अब यो लिङ्क आफ्नो बायोमा राख्नुहोस् वा साथीहरूले पठाउनुहोस्, जे पनि गर्न सकियो है। यस्तो रमाइलो तरिकाले एआई चलाएर नयाँ कुरा बनाउन सिक्न चाहनुहुन्छ भने एआई पसललाई सब्सक्राइब गर्न नबिर्सनु होला। तपाईँले बनाएको वेबसाइटको लिङ्क कमेन्टमा पेस्ट गर्नुहोस् है, म आफै गएर चेक पनि गर्नेछु। र यदि च्यानल मन पर्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै प्रकारका भिडियोहरू म ल्याइराख्नेछु। केही आइडिया छ भने तपाईँले कमेन्ट बक्समा राखिदिनु होला, म त्यसमा पनि पक्कै पनि काम गर्नेछु। किप बिल्डिङ, किप लर्निङ। थ्याङ्क यू भेरी मच। बाई बाई।